नमस्कार दोस्तों, एक और नया वीडियो में हार्दिक स्वागत करता हूं। दिसंबर 11, 2025 में दिल्ली का साइट सीन दिखाया हुआ वीडियो में आप लोगों का हार्दिक स्वागत करता हूं। इस वीडियो में दिल्ली का प्रमुख साइट सीन लक्ष्मी नारायण मंदिर से शुरू किया हुआ साइट सीन लक्ष्मी नारायण मंदिर, गेटवे ऑफ इंडिया यानी कि इंडिया गेट, कुतुब मीनार और गांधी जी का समाधि स्थल राजघाट घूमते हुए दिल्ली साइट सीन समाप्त किया है। आइए साइट सीन शुरू करते हैं। हामीहरू दिल्लीको साइट सीनहरू विभिन्न ठाउँमा जाने क्रममा पहिलो साइटको रूपमा श्री लक्ष्मी नारायण मन्दिरको दर्शनसहित अवलोकनसहित हाम्रो साइट सीन सुरुवात भइसकेको छ। हेर्नुहोस्, महात्मा गान्धीको पालामा बनेको श्री लक्ष्मी नारायण मन्दिर। बसमा टन्नै देख्न सक्छौँ। म चाहिँ त्यहाँको बारेमा अवलोकन मेरे सामने रहेगा वो बस से मिस नहीं होगा, क्योंकि हमारा जो नेक्स्ट प्लेस है आउटर दिल्ली एरिया में, यहाँ से 10 से 12 किलोमीटर आगे है। यहाँ पे किसी अनजान आदमी से अननोन आदमी से बातचीत नहीं करना है, क्योंकि ये बस आपको ड्रॉप करने के बाद में चला जाएगा और रिटर्न आपको लेने के लिए आएगा। आपने मुझे फॉलो करना है, मेरे साथ में रहना है। मैं अपना नंबर अनाउंस कर रहा हूँ, क्योंकि मैं यहाँ पे रोज आता हूँ, बस अभी आपको ड्रॉप कर रहा है और रिटर्न लेने के लिए आएगा आपके राइट से। तो आप लोग अपने गाड़ी में सब लोग कैंसिल करेंगे। अभी आप देख सकते हैं 11 हो जाएगा। हम लोग यहाँ रुके थे 35 मिनट से 11:50 हमारा यहाँ से डिपार्चर है 11:50। सब लोग नीचे करके एक ग्रुप करेंगे, मेरे साथ में चलेंगे। आपके साथ हमारे कैमरा मैन अनिल पांडे, उनसे फोटो लेंगे, रिटर्न मेरे साथ रहेंगे। अहिले हामी साइट सीन दिल्ली साइट सीनमा छौँ। दिल्ली साइट सीनमा हामी लगायत यहाँ धेरै यहाँ पर देखिएको गेटवे अफ इन्डिया ब्रिटिश इन्डिया हुँदा बनाइएको
गेटवे अफ इन्डिया दिल्लीमा अवस्थित छ। त्यहाँ हामी साइट सिन गर्दै आउने क्रममा आइपुगेका छौँ। हामीलाई घुमाउने गाइड सँगै हामी हिँडिरहेका छौँ। हेर्नुहोस्, यहाँ पोखरीको त्यहाँ एउटा झरना फोहोर आइरहेको छ भने अर्कोतर्फ गेटवे अफ इन्डिया, इन्डिया गेट रहेको छ। हरेक जोसुकै दिल्ली आउँदा गेटवे अफ इन्डिया, इन्डिया गेट घुमेर जाने गर्दछन्। विशेष प्राचीन महत्त्वले भरिएको गेटवे अफ इन्डिया तर्फ हामी जाँदैछौँ निरन्तर इन्डिया गेटतर्फ। इन्डिया गेट हेर्नुहोस्, इन्डिया गेट, ऐतिहासिक इन्डिया गेट। अब फेरि अर्को साइडतर्फ जाने तयारीमा छौँ। हेर्नुहोस्, इन्डिया गेट अत्यन्त प्राचीन इतिहास बोकेको इन्डिया गेटमा भर्खरै हामी हाम्रो गाइड गर्ने उहाँ हुनुहुन्छ भने
हाम्रो ग्रुपहरू पुरै हामी घुमिरहेका छौँ। यहाँ यी सबै ग्रुपका समूहमा आएका व्यक्तिहरू हामी ठ्याक्कै गेटैमा इन्डिया गेटको ठ्याक्कै सामुन्ने गेटैमा आइसकेका छौँ। यहाँबाट प्रष्ट रूपमा अङ्ग्रेजहरूले बनाएको यस इन्डिया गेटमा एकदमै प्राचीन इतिहास बोकेको गेटको सामुन्नेमा नै हामी आइसकेका छौँ। हेर्नुहोस्, यहाँ आएर घुम्न आउने व्यक्तिहरू मानिसहरू बाक्लै देखिन्छन्। यस्तो छ यहाँको दृश्य। हेर्नुहोस्, इन्डिया गेट यस्तो छ देखिन्छ। लाइभ हेर्नुहोस्, इन्डिया गेट। हामी अहिले ठिक इन्डिया गेटको सामुन्नेमा आएर फोटोग्राफहरू अवलोकनहरू गरिरहेको अवस्था छ। हेर्नुहोस्, हाम्रो ग्रुप यता छ भने अन्य व्यक्तिहरूको मिसो पनि यहाँ हामी एकदमै बाक्लै देखिन्छ। हेर्नुहोस्, सजाइएको छ। हेर्नुहोस्, अत्यन्त सुन्दर छ, शान्त छ, हरियाली छ। हेर्नुहोस्, इन्डिया गेट कहिले बनेको, कसरी बनेको, कुन विभागले बनाएको भन्ने सूचना सहितको बोर्डहरू हामी राखेको पाउँदछौँ। यहाँ एकैछिन रेस्टको लागि समेत यहाँ बस्ने व्यवस्था समेत मिलाइएको छ। यहाँ हेर्नुहोस्, एकछिन बसेर सँगसँगै इन्डिया गेटको फोटो खिच्नको लागि स्पोट जस्तो बनाइएको छ। वरिपरि पुरै दुबोले ढाकिएको अवस्था छ भने फुलहरू, रुखहरू रोपेर हरियाली बनाइएको छ। हेर्नुहोस्, फुड कोर्ट खानपिनको लागि जान सकिने रहेछ। यहाँ खानपिनको लागि शौचालय, टोयलेट, ड्रिङ्किङ वाटर एन्ड कोर्ट भनेर देखाइएको छ। यतापट्टि यहाँको वरिपरिको दृश्य हामी यस्तो देख्न सक्दछौँ। दिल्लीको अत्यन्त
प्राचीन इतिहास बोकेको इन्डिया गेट इन्डिया गेटवे अफ इन्डिया अत्यन्त ब्रिटिस इन्डियाको पालामा बनेको गेटवे अफ इन्डिया हेर्नुहोस्। गेटवे अफ इन्डिया गेट हेर्नुहोस्। इन्डिया गेट खाना खाइरहेको अवस्था छ। यहाँ हेर्नुहोस् भरिभराउ छ। हामी कुतुब मिनार, दिल्लीको अति प्रसिद्ध कुतुब मिनार भन्ने ठाउँमा हामी अब जाँदैछौँ। अभी आप सब लोग खरीदते हैं, यहाँ पे आप लोगों के लिए कुछ फैसिलिटी है। अगर आपके पास पैसे की प्रॉब्लम नहीं है, सामान को साथ में लेकर जाने की परेशानी नहीं है, तो आप अपने सामान
किसी को भी वीडियो फोटो बनाने के लिए अलाउड नहीं करते। नेक्स्ट हमारा रहेगा कुतुब मीनार। तो रिक्वेस्ट है थोड़ा यहाँ पे जल्दी उतरेंगे क्योंकि इंडस्ट्रियल एरिया थोड़ा यहाँ पे कंजेस्टेड रहता है, थोड़ा यहाँ पे जल्दी उतरेंगे और अपने अपने ग्रुप के साथ अपनी फैमिली के साथ सब लोग अंदर बैठ के देखेंगे। ITDC यानी कि इंडियन टेक्सटाइल डेभलपमेन्ट कर्पोरेसन इन्डियाले आफ्नै उत्पादन गरेको छ। कस्ता कस्ता सामानहरू उत्पादन गरेको छ? इन्डियामा उत्पादन भएका इन्डियन वस्तुहरूको मार्केट ITDC इन्डियन टेक्सटाइल डेभलपमेन्ट कर्पोरेसनमा गएर त्यहाँको अवस्थाको अवलोकन गरेर सामानहरूको अवलोकन गरेर अब हामी फेरि कुतुब मिनार भन्ने ठाउँमा जाँदैछौँ। खाने का कोई भी सामान अलाउड नहीं। वाटर बॉटल, सेल फोन, कैमरा अलाउड होगा। वाटर बॉटल है, मोबाइल फोन अलाउड है, कैमरा अलाउड। खाने का कोई भी सामान इसके अंदर लेके जाना अलाउड है। फिर अनाउंस इसको हम आपको मार्केट में ड्रॉप करेंगे और इधर आपको काफी अहिले हामी कुतुब मिनार बसिसकेका छौँ। मेन कुतुब मिनार भित्रको दृश्यहरू म यहाँहरूलाई सेयर गरिरहेको छु। कुतुब मिनारभित्र जाने गेटमा आइपुगेका छौँ। बाहिरको बााउन्ड्री गेटबाट भित्र पसिसकेपछि यहाँ भिडभाड छ। यहाँको कुतुब मिनारको इन्ट्रान्स गेटमा भिडभाड छ। यहाँ पनि हामी अहिले भित्र छिर्दैछौँ।
हेर्नुहोस् यसैको साइडमा अन्य स्तम्भहरू पनि हामी देख्न सक्छौँ। यहाँ एकदमै कलाकृत ढङ्गले यहाँका खम्बाहरू बनाइएका छन्। हेर्नुहोस् अत्यन्त मेहनत गरेर यहाँ कलाकृत स्तम्भहरू यहाँ हामी राखेको देख्न सक्दछौँ। हेर्नुहोस् यहाँबाट त कुतुब मिनारको हेर्नुहोस् भिडियो हामी यसको देख्न सक्दछौँ। कुतुब मिनार दिल्लीको अलको सबैभन्दा अल्को स्तम्भ कुतुब मिनार। हेर्नुहोस् वरिपरिका दृश्य हामी अत्यन्त सजाएर खम्बाहरू अत्यन्त डिजाइन गरेर बनाइएका छन्। लाइभ म यहाँहरूलाई देखाइरहेको छु यहाँको वास्तविक यथार्थ कस्तो देखिएको छ। हुन त आफू स्वयं प्रस्तुत भएर हेर्दा र भिडियोमा हेर्दा केही फरक देखिए पनि यहाँ तपाईँ आउँदाखेरि दिल्ली आउँदा एकदमै घुम्न लायक कुतुब मिनार हो। हेर्नुहोस् यहाँ वरिपरिका दृश्यहरू म यहाँहरूलाई देखाइरहेको छु। दिल्लीको कुतुब मिनार। दिल्लीको कुतुब मिनार भन्ने एउटा स्तम्भ हो। नेपालमा रहेको हरा भन्ने छ। त्यस्तै इन्डियाको दिल्लीमा सबैभन्दा अर्को स्तम्भ कुतुब मिनार। हेर्नुहोस् लाइभ म देखाइरहेको छु। हेर्नुहोस् कुतुब मिनार टाढा टाढाबाट हेर्नुहोस्। हुन पनि मलाई फलो गर्ने धेरै हुनुहुन्छ। टाढा टाढाबाट देख्नु भएको होला। देखिसकेपछि चिने जस्तो लाग्छ, स्वाभाविक पनि हो। जन्मिँदै सबै चिनेर आइएको हुँदैन। हिँड्दै गर्दा देख्दै गर्दा कुनै काम गरेको देख्दा मान्छेले चिनेको ठान्ने हो। त्यसैले चाहिँ हेर्नुहोस् म अहिले कुतुब मिनार भन्ने सबैलाई लाइभ देखाइरहेको छु। दिल्लीको अति प्रसिद्ध छ, अति प्रसिद्ध कुतुब मिनार, अल्को स्तम्भ कुतुब मिनार। हेर्नुहोस् यहाँहरूलाई कुन कुन पार्ट राम्रो लागिरहेको छ कमेन्ट गर्नुहोस्, भन्नुहोस् कस्तो मन परेको छ, कुन कुन पार्ट मन परेको छ यहाँहरूलाई त्यो भन्न सक्नुहुन्छ। म अहिले कुतुब मिनारको ठ्याक्कै फेदीमै यसको फाउन्डेसनमै म आइसकेको छु। कुतुब मिनार नजिकबाट यसको ठ्याक्कै फ्लोरबाट ठ्याक्क हेर्दाखेरि यस्तो एउटा टावर देखिन्छ कुतुब मिनार। हेर्नुहोस् म लाइभ देखाइरहेको छु यहाँहरूलाई कुतुब मिनार र यस वरिपरि देखिएका र यस वरिपरिका खम्बाहरू पर्खालहरू अत्यन्त कला मेहनत गरेर कलाकृत तरिकाले बनाइएका छन्। बुट्टाहरू हेर्नुहोस् त पुरै बुट्टाहरू अत्यन्त मेहनत गरेर कलाकृत बुट्टाहरू हामी देख्न सक्छौँ। पुरै ढोकामा भित्तामा अत्यन्त मेहनत गरेर कलाकृत बुट्टाहरू बनाइएका छन्। कुतुब मिनारको ठ्याक्कै वरिपरिका दृश्यहरू म यहाँहरूलाई सेयर गरिरहेको छु। हेर्नुहोस् घुम्न लायक दिल्लीको कुतुब मिनार अत्यन्त राम्रो दृश्य यहाँ म देखिरहेको छु र त्यही दृश्य यहाँहरूलाई पनि
दिल्ली आउँदा घुम्न छुटाउनै नहुने अर्को लोटस टेम्पल हेर्नुहोस्। म अहिले इन्ट्रान्स गेटबाट यहाँ आउने घुम्ने मानिसहरू अत्याधिक भिडभाड हामी भेट्न पाउँछौँ, देख्न सक्छौँ। दिल्लीमा अवस्थित लोटस टेम्पल हेर्नुहोस्। लोटस टेम्पल हामी यहाँ यस्तो देख्छौँ। यहाँ हेर्नको लागि दिउँसोको 4 बजिसकेको छ स्थानीय समयअनुसार, तर पनि मानिसहरूको भिडभाड चहलपहलमा एकदमै भिडभाड चहलपहल देखिन्छ। लोटस टेम्पलको आडैमा वरिपरि बगैँचा बनाएर सजाइएको छ, फुलहरू रोपिएका छन्। हेर्नुहोस्, यहाँ बस्नको लागि बेन्ची, विभिन्न बस्नको लागि बेन्चीहरू छन् भने यतातिर पुरै रुखले सजाइएको छ। यहाँको अवस्था यस्तो देखिन्छ। यहाँ हेर्नुहोस्, कति मजाले सजाइएको फुलबारी। हेर्नुहोस् त, फुलबारी वरिपरिका दृश्य। अब हामी जोसुकैले यस टेम्पलको निरीक्षण यहाँ आएर फोटो खिच्ने, हेर्ने, घुम्ने सबै गर्नको लागि हरेक व्यक्तिहरू आउन सक्दछन्। अहिले पनि यस वरिपरिको दृश्यहरू एकदमै सुन्दर प्राकृतिक देखिन्छ। हेर्नुहोस्, दिनको 4 बजिसक्दा पनि यहाँ घुम्न आउने मानिसहरूको उपस्थित हेर्नुहोस्, अत्यन्त बाक्लो उपस्थित छ। यहाँका कामदारहरूले अहोरात्र खटिएर यस वरिपरिको ठाउँलाई एकदम हराभरा एकदमै बनाइरहेका छन्। अनि घुम्न आउने मानिसहरूको घुइँचो पनि एकदमै बाक्लो देखिन्छ। यहाँ हेर्नुहोस्, वरिपरि यस्तो देखिन्छ। दिल्लीको लोटस टेम्पलमा छु म अहिले। दिल्लीका विभिन्न साइटहरू हेर्ने क्रममा अहिले हामी लोटस टेम्पलमा आइसकेका छौँ। यस्तो छ यहाँको वास्तविक यथार्थ। हेर्नुहोस्, लोटस टेम्पल हामी यस्तो देख्न सक्छौँ। लोटस टेम्पलकै सामुन्ने म जाँदैछु अहिले। यस्तो छ यहाँको अवस्था, एकदमै भिड छ। यहाँ एकदमै भिड छ, मानिसहरू आवत जावत गर्ने, हेर्न जाने र हेरेर अवलोकन गरेर फर्किनेहरूको मानिसहरूको अत्यन्त भिडभाड छ। यस्तो छ यहाँको अवस्था। हेर्नुहोस्,
दिल्लीको लोटस टेम्पल। यहाँ टाढा टाढाबाट मानिसहरू आउने जाने गर्दछन्। त्यस्तो छ यहाँको अवस्था हेर्नुहोस्। त्यताबाट मानिसहरू यहाँ मानिसहरूको घुइँचो हामी देख्न सक्छौँ। यसैको परिसरमा हेर्नुहोस् त गार्डन रहेछ। गार्डन पनि छन् र यतातिर पानी पनि जम्मा गरेर राखिएको छ। नजिकैबाट दिल्लीको लोटस टेम्पल नजिकैबाट हेर्दा यस्तो देखिन्छ। कसैले फोटो खिचिरहेका छन्। समाधि राजघाटमा हामी आइपुगेका छौँ। अन्तिम साइट सिनको अन्तिम पोइन्ट यहाँ सकेपछि हाम्रो आजको दिल्ली साइट सिन सकिनेछ। यसको वरिपरिको दृश्य पनि एकदमै सौन्दर्य एकदमै हेर्न लायकको छ। हेर्नुहोस् वरिपरि फुलले सजाइएको छ, गार्डन बनाइएको छ। यहाँ पनि मानिसहरू घुम्न आउँदा, दिल्ली घुम्न आउँदा धेरै मानिसहरू यस राजघाटमा पनि आउने गर्दछन्। हेर्नुहोस् फुलहरू काटेर सजाइएको छ भने यहाँको अहिलेको अवस्था यस्तो देखिन्छ। मानिसहरूको हामी भिड देख्न सक्दछौँ। धेरै चाप भिड नदेखिएको तापनि यहाँ धेरैभन्दा धेरै मानिसहरू आउने गर्दछन्। हेर्नुहोस् फुलहरू चिटिक्क काटेर सजाइएका छन्। वरिपरिका बोट बिरुवादेखि लिएर समाधि स्थल हेर्नुहोस्। राजघाट दिल्लीको अति प्रसिद्ध राजघाट। यहाँ राजघाटमा हेर्नुहोस् मानिसहरूको घुइँचो हामी देख्न सक्छौँ। यहाँ त्यति भिड नदेखिए पनि बिहानदेखि साँझ 4-5 बजीसम्म भिडभाड नै हुने गर्दछ। यहाँको अवस्था सरस्वती यस्तो देखिन्छ। दिल्लीको अति प्रसिद्ध राजघाटमा छु म अहिले। हेर्नुहोस् यहाँहरूलाई प्रत्यक्ष लाइभ म देखाइरहेको छु राजघाटको दृश्यहरू। राजघाटका दृश्यहरू यस्तो छ यहाँको अवस्था। हेर्नुहोस् अत्यन्त सुन्दर तरिकाले सजाइएका छन् यहाँका वरिपरिका फुलका बगानहरू। हेर्नुहोस् हेर्दाखेरि नै एकदमै हेरौँ बसौँ लाग्ने राजघाटमा छु म अहिले। राजघाट दिल्लीको राजघाटमा यहाँहरूलाई म विविध देखिएका वरपरका दृश्यहरू देखाइरहेको छु। दिल्लीको राजघाट यस्तो छ यहाँको दृश्य। अहिले साँझको समय
एकचोटि दिल्ली आउँदा घुम्नुपर्ने घुम्न लायक राजघाट, विदेशका राष्ट्राध्यक्षहरू समेत राजघाटमा आएर समाधि स्थलमा आएर फुलगुच्छा अर्पण गर्ने गर्दछन् भने जो कोही पनि राजघाट आएर घुम्न सकिनेछ। हेर्नुहोस्, यहाँको अवस्था यस्तो छ। राजघाट हेर्नुहोस्, यहाँको दृश्य हामी यस्तो देख्न सक्छौँ। हेर्नुहोस्, दिल्लीको राजघाटको दृश्य प्रत्यक्ष यहाँहरूलाई म देखाइरहेको छु लाइभ मार्फत, प्रत्यक्ष तरिकाले राजघाट म देखाइरहेको छु। दिल्लीको राजघाट हेर्नुहोस्, राजघाट, दिल्लीको राजघाट हेर्नुहोस्। अति प्रसिद्ध राजघाट आएको छु म। यहाँको समार विभिन्न तरिकाले यहाँ फुलको यहाँ लगाइएका दुबोहरूको समार अत्यन्त सही ढङ्गले बनाइएको हामी देख्न सक्छौँ। दिल्लीको राजघाट देखाइरहेको छु। यहाँहरूलाई प्रत्यक्ष लाइभ मार्फत दिल्लीको राजघाटमा देखाइरहेको छु। प्रत्यक्ष लाइभ मार्फत यहाँहरूलाई दिल्लीको राजघाट, छुटाउनै नहुने साइट सिनमा पर्ने राजघाट, विदेशका विभिन्न देशहरूबाट आउने पर्यटकहरू एकपटक यस राजघाटमा आएर फुलगुच्छा समेत अर्पण गर्ने गर्दछन्। राजघाट, दिल्लीको अति प्रसिद्ध राजघाट हेर्नुहोस्, यहाँहरूलाई म लाइभ देखाइरहेको छु। Gateway of